अहिले आफै कुदाउँदैछ यहाँ चाहिँ हो डरको लागि भाइ त हेरिदिइहाल न बिस्तारी हेरिदेऊ कहाँको हामी भनिदेऊ यहाँ आमै छ यहाँ नानी बाबा यता हेर्नु त हामी चाहिँ अब घुम्नु गएको है बहिनी हामी चाहिँ अब भर्खर निस्क्यौँ हामी चाहिँ अब सबैजना चिप्सहरू खाएर गाडीमा बहिनी गानाको तालमा हामी चाहिँ हामी चाहिँ अहिले टिस्टा ब्रिज आइपुग्यौँ हामी चाहिँ आइपुग्यौँ इन्फिनिटी पार्क सुटी दी हामी चाहिँ आइपुग्यौँ नानी नानी खै त्यता देखाउनु अरे हौ के खेल्ने अरे बहिनी नानीहरू एकदम खुसी छ भाइ चाहिँ के गर्ने अरे आमै ल बाबा त हेर्नु त आमा यहाँ छ नानी हाम्रो आमा चाहिँ बिस्तारै आउनुहुँदैछ आमा बाबाको चाहिँ यहाँ फोटो खिचिदिनु अरे कस्तो मजाको रहेछ हौ लड्छ होला बहिनी मजा आयो यहाँ नानी खेल्दैछ यहाँ पनि ल ल बिस्तारी ल ल यता हेर्दै अनुहार बहिनी पक्री लड्छ बाबा त्यसलाई उतारिदिनु है ल ल अरे यता हेर्देऊ न नानी यता हेर्देऊ कुद्दैछु अरे ल यता हेर्देऊ न ऊ चाहिँ यसरी घुम्छ अरे नानीहरू चाहिँ यहीँ खेलिरहेछ हो यहाँ चाहिँ कत्रो ठुलो डाइनोसर रहेछ है अब रियलमा त हेर्नु पाउँदैन हो अब यो स्टेज नानीहरू खेल्दैछ हो हाम्रो यो भाइ पनि खेल्ने अरे हो नानी चाहिँ खेल्दैन अरे हाम्रो नानी यता हेर्दै हो यहाँ हेर्नुहोस् न हेर्दै डर लाग्दो यसमा चाहिँ को चढेर गर्छ हौ साइकलिङ पनि म त हेर्दै डर लाग्यो यहाँ हेर्नुहोस् झुला चढ्दैन नि हौ क्या दामी रहेछ है यो भगवान कस्तो डर लाग्दो अबि म त कहाँ खेल्छु त यस्तो युनिकर्न हेर्नुहोस् है यहाँ युनिकर्न रहेछ हो युनिकर्न हो कि ड्राइगन हो म त युनिकर्न भन्दै थिएँ ड्राइगन होला सायद यो कस्तो मजाको नि आमै केही हुँदैन जाऊ उभिएर होइन होला हौ यसमा ल गाना गाइदिइहाल न त ल पहाडो के ऊपर जंगल के पास नानी अब केमा खेल्ने रे ल नानीहरू अब बाइकमा चढ्छ अरे हो ए गाइड बस्छ ल यता हेर्देऊ न त ल बहिनी ल भाइ ल अहिले आफै कुदाउँदैछ यहाँ चाहिँ हो डरको लागि भाइ त हेरिदिइहाल न बिस्तारी त्यहाँ बोट छ अरे बोटसम्म मात्रै भाइ चाहिँ गयो सिधा छ यहाँ अर्को अब सुहानीको पनि टर्न आउँदैछ बहिनी गयो उनीहरू हो
अर्कोले चाहिँ त्यो कुदाउँछ अरे हौ भगवान् नानीले चाहिँ फेरि सक्छस् नानी लो बस्दा फोटो खिचिदिन्छु म भाइ आउँदैछ हाम्रो भाइ त अन्त हिरोदेखि त हिरो होला गुमा एक राउन्ड मात्रै रे अच्छा चल न अझै एक राउन्ड छ यो चाहिँ हो तपाईँको पराठा यहाँ छ पुलाउ कपहरू यहाँ चाहिँ छ प्लेन यहाँ छ छोला यहाँ छ चाउमिन यहाँ पनि छ चाउमिन हो पुरा तातो छ है यहाँ चाहिँ छ चिकन नानीहरूले चाहिँ यहाँ आइसक्रिम खान्छ अरे नानी काहीँ नजाऊ ए यो भनेको खै बहिनी तँ के खाने आयो ल हाम्रो बहिनीलाई त कस्तो राम्रो देखिरहेछ ल आइसक्रिम खाँदै हेर्न त ल त्यही फोटो खिचिदिँदैछु यहाँ चाहिँ हेर्नुहोस् झिङ्गे माछाहरू 5 पिस 100 हामी 20 रुपियाँ गोटा पो रहेछ त हौ भैया फेरि पठाउनु भनेर तताएर दिन्छ फ्राई गरेर बाबाले खानु राख्नु भएको आमाको लागि यो चाहिँ आमैलाई टाउको खानु त आमैलो यहाँ दिनु त एउटा यिनीहरूले कस्तो लाग्यो आमै यहाँ चाहिँ बहिनीको त्यस्तो मिठो त हुँदैन खाने आमै त्यो मिठो लाग्यो भयो दिन हामी चाहिँ अब फर्केको हिँडेर पनि मजा आयो नानी कहिले सजाउँछु मजा आयो यता 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 आमै मजा आयो हामीले छेमा आमैलाई र सोनालीलाई चाहिँ मिस गऱ्यौँ नि आमै छेमा आमै पनि छैन हो सोनाली पनि छैन दुईजनालाई चाहिँ हामीले धेरै मिस गऱ्यौँ काका काकी त अब बेङ्गलमै हुनुहुन्छ